Oxford, Kashmir. नमस्ते साथीहरु, आज हामी एउटा यस्तो गम्भीर विषयमा कुरा गर्नेछौं। यदि भारत र पाकिस्तान बीचको युद्धले नेपाललाई कस्तो असर पार्न सक्छ त यसको सुरुवात कहाँबाट भयो र सबैभन्दा पहिलो कुरा त युद्धको जड के हो। एकपटक इतिहासको पृष्ठभूमिमा हेरौं। बेलायतबाट स्वतन्त्र भएपछि धार्मिक आधारमा भारत र पाकिस्तान बीच विभाजन भयो र कश्मीरको विवादले दुवै देशलाई 4 युद्धमा झस्काइसकेको छ। 2025 को ट्रिगर अप्रिल 25 मा कश्मीरको पहलगाममा आतंकवादीको हमला भयो र त्यो हमलामा 26 जना मारिए, 1 नेपाली शहीद र यसको जिम्मेवार भारतले पाकिस्तानको एक आतंकवादी समूह जैश अहमदलाई लगायो र अपरेसन सिन्दुर सुरु गर्यो। भारत र पाकिस्तान बीचको युद्धले नेपाललाई यस्ता 3 ठूलो असर पार्न सक्छ। हामी आज यसैको विषयमा कुरा गरौँ। पहिलो हो हाम्रो गोर्खा सैनिक र दोस्रो अर्थतन्त्र र तेस्रो हाम्रो भूमिका के रहनेछ। सबैभन्दा हामी पहिलो कुरा गरौँ गोर्खा सैनिक। भारतीय सेनामा 40,000 गोर्खा सैनिक कार्यरत छन्। भारतको गोर्खा रेजिमेन्टमा हजारौं नेपाली युवा कार्यरत छन्। युद्धमा उनीहरू अग्रपन्थीमा जान सक्छन्। यो नेपालका परिवारको लागि भावनात्मक धक्का हुन सक्छ र गुम्ने डर अझ गहिरो असर उनीहरूको परिवारलाई र देशलाई पर्न सक्छ। यो भन्दा केही समय पहिला 2-4 दिन अगाडि युद्ध भएको थियो र त्यो युद्धमा उनीहरूले आफ्नो घर परिवारसँग रोएर उनीहरू एकदम इमोसनल भएर कुरा गरेको च्याट मेसेज र भिडियो कलहरू तपाईहरूले यो भिडियो लिङ्कहरुमा हेर्न सक्नुहुन्छ। कूटनीतिक र रणनीतिक दबाव नेपाल, भारत र चीनको बीचमा छ। युद्ध हुँदा तटस्थ बस्न गाह्रो हुन्छ। भारतको मित्र भएर चीनलाई चिड्याउनु हुँदैन, तर पाकिस्तान विरुद्ध बोल्दा भारतको पक्षमा देखिनुहुन्छ। यस्तो अवस्थामा नेपालको नीति अति संवेदनशील बन्नेछ। रोजगार र रेमिटान्स घट्ने। भारतमा काम गर्ने लाखौं नेपाली कामदारहरू प्रभावित हुन सक्छन्। उनीहरूको कमाई घट्दा र घर परिवार चलाउन निकै गाह्रो हुन सक्छ र यसले परिवारलाई मात्र नभएर देशलाई नै डुबानमा पार्ने सक्ने सम्भावना देखिन्छ। मूल्य वृद्धि। भारतबाट आउने वस्तुहरू रोकिएपछि नेपालमा नुन, चिनीदेखि लत्ता कपडासम्मको मूल्य आकाशिन सक्छ र नेपालमा नेपाली जनताहरूलाई यसले एकदमै दुःख दिन सक्छ। इन्धनको संकट। नेपालमा प्राय पेट्रोलियम पदार्थ भारतबाट आयात हुन्छ। युद्ध ट्रान्सपोर्टहरू बन्द हुन सक्छ, पेट्रोल पम्पहरू सुकाउन सक्छन् र तपाईले आज 100 रुपैयाँमा पाइराख्नु भएको पेट्रोल भोलि आकाशिएर 300 रुपैयाँसम्म हुन सक्छ। तर अहिले भारत र पाकिस्तान बीच युद्ध रोकिसकेको 2-3 दिन भइसक्यो। हामी पनि युद्ध रोकियोस् र शान्ति फैलियोस् भन्ने चाहन्छौँ। यदि तपाईले यो भिडियोबाट केही जानकारीमूलक सन्देश पाउनु भएको छ भने कृपया एउटा सब्स्क्राइब, लाइक र कमेन्ट गर्न नबिर्सनुहोला। अब हामी छुट्टिन्छौँ। अर्को भिडियोमा तपाईसँग भेट हुनेछ। आजलाई नमस्ते।